नेपालको इतिहास त हजारौं वर्ष पुरानो छ, होइन? तर त्यसको जग, त्यो पहिलो ढुङ्गा कसले बसाल्यो होला? आज हामी त्यही पहिलो र सबैभन्दा लामो समयसम्म शासन गर्ने वंश हो किरात वंशको कथामा डुब्दैछौँ। हामीले किताबमा पढ्ने इतिहास भन्दा पनि अझ पहिले काठमाडौँ उपत्यकामा कसको राज थियो होला? यो एउटा यस्तो प्रश्न हो जसको जवाफले हामीलाई एउटा यस्तो वंशसम्म पुर्याउँछ जसको शासनकालको लम्बाइ सुन्दा नै अचम्म लाग्छ। 1225 वर्ष हो, 1225 वर्ष किरात वंशले नेपालमा यति लामो समयसम्म शासन गरियो। सोच्नुहोस् त, यो केवल एउटा राजवंशको शासन अवधि मात्रै थिएन, यो त नेपालको सभ्यता, हाम्रो संस्कृति अनि हाम्रो पहिचानको जग बस्दै गरेको समय थियो। त्यसो भए यो महागाथाको यात्रा कस्तो रह्यो त? हामी सुरु गर्नेछौँ उनीहरूको उत्पत्ति र पहिलो राजाबाट। त्यसपछि आध्यात्मिक र शाही भेटघाटहरू हेर्नेछौँ अनि उनीहरूको शासन प्रणाली कस्तो थियो भनेर बुझ्नेछौँ र अन्त्यमा आक्रमणहरू र उनीहरूको पतनको कथासँगै आजसम्म बाँकी रहेको विरासतबारे पनि कुरा गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट, उत्पत्ति र पहिलो राजा। काठमाडौँ उपत्यकामा एउटा नयाँ शक्तिको उदय कसरी भयो, हेरौँ। अब यी किरातहरू को थिए र कहाँबाट आए? उनीहरू मूलतः तिब्बती बर्मेली जरा भएका थिए अनि पूर्वबाट नेपाल पसेका थिए। सुरुमा उनीहरू तामाकोशी र सुनकोशीको बेन्सीमा बसे, तर बिस्तारै उनीहरूको आँखा काठमाडौँ उपत्यकामा पर्यो। किन? किनकि यो एकदमै रणनीतिक ठाउँ थियो र हो, उनीहरूले यसलाई आफ्नो शक्तिको केन्द्र बनाउन धेरै समय लगाएनन्। त्यति बेला उपत्यकामा महिषपाल वंश अर्थात् भैँसी पालकहरूको शासन थियो, जुन अब कमजोर भइसकेको थियो। उनीहरूको अन्तिम राजा थिए भुवन सिंह। हो, यही मौकाको फाइदा उठाएर यलम्बरको नेतृत्वमा किरातहरूले भुवन सिंहलाई हराए। यो सामान्य सत्ता परिवर्तन मात्र थिएन, यो त नेपालको इतिहासमा एउटा नयाँ किरात युगको सुरुवात थियो। संस्थापक राजा यलम्बर, उनी केवल एक राजा मात्रै थिएनन्, उनी त इतिहास र मिथकको एउटा अद्भुत सङ्गम थिए। महाभारतमा उनलाई बर्बरिक भनेर चिनिन्छ अनि आज हामीले देख्ने काठमाडौँको आकाश, भैरवको मुकुट, त्यसलाई उनकै शिर मानिन्छ। सोच्नुहोस् त, एउटै व्यक्ति, राजा, योद्धा अनि देवता। उनको विरासत साँच्चै नै अद्वितीय छ। अब कुरा गरौँ दोस्रो खण्डको, आध्यात्मिक र शाही भेटघाट। प्राचीन नेपाल कसरी बाहिरै संसारसँग जोडियो, यो कथा एकदमै रोचक छ। कल्पना गर्नुहोस् त, 7औं किरात राजा जिते दास्तीको पालामा स्वयं गौतम बुद्ध आफ्ना 1350 शिष्यसहित काठमाडौँ उपत्यकामा आउनुभयो। अनि त्यसको केही शताब्दीपछि 14औं राजा स्थुङ्कोको पालामा मौर्य सम्राट अशोक पनि यहाँ तीर्थयात्रामा आए। यी दुई भ्रमण, यिनीहरूले नेपालमा बौद्ध धर्मको जग मात्र बसाइनन्, नेपाललाई विश्व इतिहासको नक्सामा पनि राखे। सम्राट अशोकको भ्रमणको प्रभाव आज पनि हामी देख्न सक्छौं। पाटनका 4 कुनामा उनले बनाएका स्तूपहरू आज पनि इतिहासको साक्षी बनेर उभिएका छन्। यति मात्र होइन, उनकी छोरी राजकुमारी चारुमतीले त यहीँका राजकुमार देवपालसँग विवाह गरेर चाबहिलमा चारुमती विहार पनि बनाइन्। यसले उपत्यकामा बौद्ध धर्मको जरालाई झन्नै गहिरो बनायो। अब प्रश्न उठ्छ, 1200 वर्षभन्दा लामो शासन आखिर यो सम्भव कसरी भयो? यसको रहस्य उनीहरूको समाज र शासनको संरचनामा लुकिएको छ। आउनुहोस् यसलाई बुझौँ। उनीहरूको प्रशासनिक प्रणाली हेर्दा सरल तर एकदमै प्रभावकारी थियो। सबैभन्दा माथि राजा, जसलाई हाङ भनिन्थ्यो। राजालाई सल्लाह दिन चुम्लुङ नामको राज्य परिषद हुन्थ्यो अनि शासन चलाउन राज्यलाई थुम अर्थात् जिल्लाहरूमा बाँडिएको थियो, जसलाई स्थानीय गभर्नरले हेर्थे। र सबैभन्दा तल्लो तहमा गाउँको मामिला हेर्न सुब्बा अर्थात् गाउँ प्रमुख हुन्थे। हेर्नुस् त कस्तो व्यवस्थित प्रणाली। उनीहरूको अर्थव्यवस्था र समाज पनि त्यत्तिकै रोचक थियो। मुख्य पेशा के थियो त? पशुपालन, कृषि र व्यापार। उनीहरूले उत्पादन गरेका ऊनी कपडा र जडीबुटीहरू त भारत र चीनसम्म निर्यात हुन्थ्यो। समाज चाहिँ वंशमा आधारित थियो, तर पछि आए जस्तो कठोर जातीय भेदभाव थिएन। अनि कानुन? कुनै लिखित कानुन थिएन, बरु परम्परागत चलन र सामुदायिक सहमतिबाटै न्याय निसाफ हुन्थ्यो। तर कुनै पनि साम्राज्य सधैँ रहँदैन। अब कथाको त्यो मोडमा आइपुगेका छौँ जहाँ 1000 वर्षभन्दा लामो यो वंशको अस्ताउँदो दिन सुरु हुन्छ। हेरौँ आक्रमण र अन्तिम लडाईँको कथा। पतनको सङ्केत देखिन थाल्यो 28औं राजा पटुकाको पालामा।
सोमवंशले बारम्बार आक्रमण गर्न थाल्यो। राजा पटुकाले त्यसलाई रोक्न त खोजे, तर अवस्था यति गाह्रो भयो कि राजधानी नै गोकर्णबाट शङ्खमूल सार्नु पर्यो। यो एक किसिमको सङ्केत थियो कि किरात शक्ति अब कमजोर हुँदैछ। र अन्तिम घडी आयो। अन्तिम किरात राजा गस्तीको पालामा सोमवंशी शासक निमिषले उनलाई पराजित गरे र यही हारसँगै काठमाडौँ उपत्यकामा चलेको 1200 वर्षभन्दा लामो किरात शासनको अन्त्य भयो। नेपालको इतिहासमा एउटा युग सकियो र अर्को सुरु। तर के हारसँगै किरातहरूको कथा सकियो त? बिल्कुल सकिएन। उपत्यका घुमाए पनि उनीहरूको विरासत जीवितै रह्यो, तर एउटा नयाँ तरिकाले। हेरौँ कसरी यो पराजित वंशले पहाडलाई नयाँ आकार दियो। उपत्यकामा हारेपछि किरातहरू पूर्वतिर लागे, आफ्नो पुरानो थातथलोतिर। उनीहरूले त्यहाँ नयाँ बस्तीहरू बसाए, जसलाई हामी आज वल्लो किरात, माझ किरात र पल्लो किरात भनेर चिन्छौँ। यो उनीहरूको महान पूर्वी विस्थापन थियो र आज पनि उनीहरूका सन्तानले तिनै पहाडहरूमा आफ्नो गौरवशाली संस्कृतिलाई बचाइराखेका छन्। उनीहरूको विरासतको कुरा गर्दा यो ढुङ्गामा पनि कुदिएको छ। पशुपतिनाथ नजिकै रहेको यो विरूपाक्षको प्राचीन मूर्ति यो किरातकालको सबैभन्दा प्रसिद्ध र पुरानो कलात्मक सम्पदामध्ये एक हो। हजारौं वर्षदेखि यो मूर्तिले हामीलाई त्यो महान युगको कला र शिल्पकलाको याद दिलाइरहेको छ। र अन्तमा एउटा प्रश्न छोडेर जाउँ, 1700 वर्षभन्दा पहिले नै जसको शासनकाल सकियो, त्यो वंशले आज पनि हाम्रो राष्ट्रको पहिचानलाई कसरी परिभाषित गरिरहेको छ? सोच्नुहोलाई, सायद यसैमा नै नेपालको इतिहासको गहिराई र जीवन्तता लुकेको छ।